हेर दिदी, तिमी एक्लै नबस, हिँड हामीसँग। भेना पनि विदेश गएको 10 वर्ष भइसक्यो, पैसा पनि पठाउँदैनन्। मलाई त यो भान्जीको भविष्य बिग्रेला भन्ने डर लाग्छ। बरु हिँड। भो भाइ, म जान्न, जति दुःख भए पनि म मेरै घरमा बस्छु। जान्न मामालाई। त चुप। हेर दिदी, म तँलाई यहाँ बस्न दिन्न। मैले भनेको मान, त थपकन मसँग। रोशन, म तिमीलाई यसरी बारम्बार भेट्न आउन सक्दिनँ। घरमा मेरो बिहेको कुरा चल्दैछ। कि मलाई भगाइहाल कि मलाई छाड्देऊ। अब 1 वर्ष पर्छ, बरु बाबा कमलाई म सम्झाउँछु। तिमीले 1 वर्ष भनेको 5 वर्ष बितिसक्यो। अब अझै कति पर्खिनु? मलाई त घरिघरि शङ्का लाग्छ कि तिमीले अलरेडी पे गरिसकेको छौ भनेर। ठिक छ, तिमीलाई कि म प्रति शङ्का लाग्छ भने आजैदेखि मलाई छोडिदेऊ। के अरे? के भन्यो अरे? फेरि भन त के भन्यो अरे? सुन न, नरिसाउन न। ओइ सविता, आइन्दादेखि यो घरदेखि बाहिर निस्क्यो देख्यो भने तेरो म खुट्टा बाँधिदिन्छु, बुझिस्? के भो? के को हल्ला? त पनि त गाउँ घुम्छस्, त कुन चाहिँ कमको छस् र? दिदी, म हिँड्छु, गाउँ घुम्छु, तर यो जस्तो केटाहरूसँग हिँड्दैन नि। मेरो आँखा अगाडि कुनै केटासँग हिँडेको मलाई मनपर्छ, चित्त बुझ्छ? त्यस्तो केही होइन दाइ, तपाईँले मलाई गलत सोच्नुहुन्छ। उहाँ त मैले चिनेको दाइ मात्रै हो क्या। चुप लाग, यसलाई भित्र लिएर जाऊ। फेरि मलाई तिमी जाने कुरा थाहा पनि थिएन। अचानक यो के हो रोशन? ए लाटी, 2-4 दिनको कुरा त हो, म फर्केर आइहाल्छु नि। फेरि मलाई यो गाउँ पनि मन पर्दैन। भन्न सजिलो छ नि रोशन, तिमी गएपछि कति गाह्रो हुन्छ मलाई। तिमीले कहिले सोचेको छौ? हेत्तेरिका रोजिनी, मैले बिहे नगर्दा त तिमीलाई यति गाह्रो छ, भोलि मैले बिहे गरेर जाँदाखेरि तिमी कसरी बाँच्छौ भनेको? छोडा यी सब कुरा, किन जाऊ? लाग्यो त रोशनजी तपाईलाई हाम्रो गाउँ? मलाई रोशनजी होइन, रोशन भए हुन्छ। अनि मलाई तपाईँ पनि होइन, तिमी भने हुन्छ, किनकि हामी वी आर जस्ट फ्रेन्ड। अब 4-5 महिना त बस्छौ होला नि हाम्रो गाउँमा? म 1 महिना जति बस्छु होला। 1 महिनामै जाने? मेरो त्यस्तै काम छ सृष्टि। तिमीसँग त मलाई बोल्न पनि मन छैन। गाउँ घुम्न आएको मान्छे अरे 1 महिनामा जाने भन्छ। यो छोरी मान्छेको जात पनि सबके एउटै हुँदो रहेछ, छिनछिनमा ठिस ठिस रिसाउने। रिस उठ्छ त नि? सृष्टि, को यो नमन? मलाई यसरी केटाहरूसँग हिँडेको मन पर्छ। त चाहिँ को होस्? मलाई योसँग हिँड तँसँग नहिँड भन्ने त चाहिँ को होस्? मेरो पर्सनल लाइफ पनि मलाई यसरी इन्टरफेयर गरेको मन पर्दैन। हे मिस्टर, ए शान्ति, तिमी आयो? तिमी हामी यसरी मिलेर काम गऱ्यौँ भने
भोलि हामी सबै मालामाल हुन्छौँ। अनि साँच्ची त तिमीले कोक के लिएर आउँछु भन्दै ल्याएनौ? मैले आजै लिएर आउन आँटेको थिएँ, तर अलिकति कुरा मिलेन। म 1-2 दिनमा लिएर आउँछु, तपाईँ टेन्सनै नगर्नु न। गुड। कैलाश, तँलाई आजभोलि के भएको छ? त आउँदैनस् पनि, त हामीसँग भेट्दैनस् पनि। मैले फोन गर्दा तैँले कहिले फोन पनि उठाउँदैनस् होइन? तँलाई भएको चाहिँ के छ? तँसँग धेरै चित्त दुखेको छ। मैले धेरै पर्खेँ, तर पाएनस्। के तँलाई त्यो सहरकै केटा मन पर्यो? छोरा मान्छेको नि मलाई यही बानी चाहिँ मन पर्दैन। म उसँग बोल्दैमा, हाँस्दैमा, हिँड्दैमा म उसैको भइहाल्छु त। तैँले नि यो सोचलाई चाहिँ परिवर्तन गर्नुपर्छ। होला म उसँग हिँडेँ होला, तर म उसैको भइहालेको त होइन नि। मैले त तँलाई एकदम राम्रो मान्छे सोचेको थिएँ, तर त एकदमै गलत रहेछस्। तँ जस्तो साथी बनाएर नि मलाई एकदमै ठुलो रिग्रेट भएको छ। होइन दाइ, त्यो कैलाशलाई छोड्नु हुँदैन। के दाइले अस्ति भेटमा मैले पिट्नु भनेको थिएँ, दाइ मान्नुहुन्न। ए तिमीहरू खालि कुट्ने पिट्नेको मात्रै कुरा गर्छौ है? वायत कुटेर समाधान हुन्छ? ए चुप। अब त्यो कैलाशलाई के गर्नुपर्छ भनेर मैले राम्रो जाल बिसाइसकेको छु। अब त बिस्तारै बिस्तारै मलाई खोज्दै आउँछ। अध्यक्षज्यू, मेरो भान्जी हराएको आज 3 दिन भयो। स्कुल गएको दिन अहिलेसम्म घर आएको छैन। यसको लागि के गर्नु पर्यो? होइन, भान्जी हराएको 3 दिन भयो भन्नुहुन्छ, अहिले आएर वडामा जानकारी गराउँदै हुनुहुन्छ। गल्ती तपाईँहरूको पनि छ। मलाई त जहाँसम्म शङ्का लाग्छ त्यही एजेन्टले नि लगेको। आफ्नो आफन्त छर छिमेकी सबैतिर खोजिसक्यो, कहीँ भेटिन अध्यक्षज्यू। त्यो एजेन्टलाई हामीले पहिले हाम्रो गाउँमा कहिले पनि देखेको थिएन। भर्खरै भएछ त्यो गाउँ छिरेको। त्यसले सोझ सादा केटीहरूलाई ललाई फकाइ गर्ने, पैसा दिने, अनि उता बाहिर मुम्बईतिर लगेर बेच्छ भन्ने हल्ला पनि छ। अनि केटाकेटीलाई पनि यसो मिठो खानाकुरा दिने, यसो पैसा दिने, अनि लगेर खै के गर्छ? मलाई त उही माथि शङ्का छ। तँलाई त यो कुरो सबै थाहा रहेछ, खोइ मलाई त कहिले पनि भनिनस् त। कतिपय कुराहरू नि मनमै राख्नुपर्छ, भनी पनि हाल्नु हुँदैन। ए कुरो त त्यसो पो। त्यसो भए त्यति दिन भइसक्यो नानी हराएको। अहिले नै गएर चौकीमा जाहेर दिउँ। ल हिँड जाउँ। असा यो नानीको छोरी हराएको आज 3 दिन भइसकेको छ। स्कुलबाट फर्किँदै फर्किँदैन। मलाई त लाग्छ त्यो एजेन्टले कतै त्यो नानी कतै लगेको त होइन? असै साहब, मैले सुनेको त्यो दलाल यो दमकको आसपासमा भाडामा बस्छ, त्यही सुनेको थिएँ मैले। ए त्यो एजेन्ट भनेको त दलाल पो रहेछ अध्यक्षज्यू। यदि त्यो दलाल दमकमा लुकेर बसेको छ भने त्यो शान्ति मास्के भन्ने केटीसँग जोडेको हुनुपर्छ, किनकि त्यसको अलरेडी हामीसँग रेकर्ड धेरै छ। अध्यक्षज्यू तपाईँ टेन्सन नलिनुहोस्, भरेदेखि हाम्रो टोली खटाउँछ। त्यो शान्ति भन्ने निकालेको चाहिँ मात्रै 2 जना केटीहरूलाई बम्बई पुर्याइदियो। तपाईँको छोरी जसरी गयो मैले त तँलाई पहिल्यै भनेको थिएँ नि, बहिनीलाई गाली गर्दै हिँड्थिस्, यसको जागिर फिक्स हुन्छ। कहाँ जाँदैछ? के को जागिर फिक्स भयो यसको? कहाँ जान्छस् त? ए दाइ नकराउनु न, तपाईँ जहिले मलाई कराउनुहुन्छ। म पनि अब ठुली भइसक्यो नि, म पनि बुझ्छु।
हाम्रो सर मैले तिमीलाई भनेको थिएँ नि उहाँले तिमीलाई काम लगाइदिनुहुन्छ एकदम इमान्दार साथले काम गर्नु ल मेरो बहिनीलाई चाहिँ केही दुःख गरिदिनु भएन नि फेरि त्यो सुख किन हुन्छ हुँदैन त्यस्तो दुःख त एकदम राम्रोसँग लिएर जानु मेरो गाउँको बहिनी हो विचार हेर सानी छ उसलाई अलिकति बुझ्नुभयो नि मैले के भनिरहेको छु तिम्रो जागिर पक्का तिमीलाई मैले मोबाइल पनि तिमीलाई भनेको थिएँ नि फोन ल बहिनी राम्रोसँग जाऊ ल काम राम्रो छ शान्ति यस्तो फुलमा आँटेको फुल चाहिँ कहाँ भेट्छ हो तिमीले शान्ति हो शान्ति जसरी मेरो नाम शान्ति छ नि त्यसरी नै शान्त स्वभावले गएर फक्रेको फुल ठ्याप्प टिपेर तपाईँलाई लिएर दिन्छु मेरो पैसा चाहिँ खोइ रोशन अब तिमी कहिले पनि सहर जाँदैनौ अब तिमी सधैँभरि यही गाउँमा बस्छौ मैले त सबै साथीहरूलाई हल्ला गरिसकेँ तिम्रो र मेरो बिहे हुँदैछ भनेर हेर सृष्टि मैले तिमीलाई साथी भन्दा उता सोचेको छैन र त्यसैले हाम्रो चाँडै बिहे हुँदैछ मेरो अलरेडी गर्लफ्रेन्ड छ अनि यत्रो समयसम्म मसँगै हिँड्ने मसँगै घुम्ने मसँगै डुल्ने माया गरे जस्तो गर्ने यो सब नाटक थियो आइ एम सरी सृष्टि मलाई माफ गरिदेऊ एक्सक्युज मी सुन्नुहोस् न यो झाप्पाको शिव सतासी भन्ने ठाउँ यही हो ठाउँ त यही हो तर किन होला ए होइन म साथी खोज्दै आएको थिएँ साथी कस्तो खालको साथी केटा कि केटी हो हजुर केटा साथी हो नाम के हो रोशन हो ए तपाईँ सही ठाउँमा आउनुभएछ रोशन त हाम्रै साथी हो ल हिँड्नुहोस् जाउँ खै त रोशन यही छ भनेर भन्नुभएको होइन तपाईँहरूले रोशन खै त नि रोशन खै हो त रोशन रोशन त मै हो त तपाईँहरू मलाई चिट गर्दै हुनुहुन्छ प्लिज भनिदिनुहोस् न रोशन कहाँ छ रोशनलाई मैले फोन गरेको छु ऊ आउँदैछ किन टेन्सन लिएको आऊ यहाँ बस न आऊ 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 किन डराएको बस भाइ रोशन आउँदैछ हाम्रो साथी हो क्या मैले बोलाएको छु आउँदैछ अझै मसँग रिसाइरहेको छस् जस्तो सोच्दैछस् नि म त्यस्तो मान्छे नि होइन के ऊ त बस केही दिनको लागि सहरबाट गाउँ घुम्न आएको मात्र हो अनि मैले पनि बस घुमाइदिएको अब म उसँग गाउँ घुम्दैमा न त ऊ कहिले मेरो हुन सक्छ न त म कहिले उसको हुन नि सक्छु मेरो विश्वास गर के सृष्टि मुखले भन्ने धेरै सजिलो छ चोखो माया गर्नेलाई मान्छेलाई मात्रै थाहा हुन्छ कि मायाको परिभाषा के हुन्छ अब मैले तँलाई यति सम्झाउँदै पनि त अझै पनि मलाई बुझ्दैनस् भने मेरो भन्नु केही छैन अबदेखि त मसँग बरु कहिले पनि नबोल सृष्टि बस ए आइन्दादेखि कुनै केटाहरूसँग हिँडेको देख्यो भने एकदम नराम्रो हुन्छ बुझिस् काले पनि नेप्की
पैसा दिनु भएन पैसा यो पैसा भन्ने चिज कसले बनायो यो पैसा बनाउने मान्छे को हो भन्ने छ मैले भेटेको छु मेहनत म गर्ने फल चाहिँ तपाईँले खाने पुलिस मेरो पछि लागिरहेको छ सारा गाउँ समाजले मलाई नराम्रो नजरले हेरिरहेको छ तपाईँको कारणले गर्दा मैले कतिजनाको जिन्दगी बर्बाद गरेँ शान्ति हो मेरो नाम कसरी चाहिँ मेरो पैसा नदिनु हुँदो रहेछ हेर्छु म पनि त्यस्तै 108 जना केटीसँग मेरो उठ बस्छ मलाई एउटा मैले मुलखानीबाट उठाएर ल्याएर शान्तिको नाम दिएर चिनाएको छु मसँग टक्कर लिन कोसिस गरे भनिस् बस छिटै कहाँ पगार सुन्छेस् बुझेस् तेरो धम्कीले म कहिले पनि डराउँदिनँ मेरो घरमा मलाई मैले नआइज भनेको होइन सुनिनस् किन आइसौ त मेरो घरमा सृष्टि तँलाई आजभोलि के भएको छ तैँले के भनेको त बाउलाको त छैनस् मलाई थाहा थियो सृष्टि तैँले यही भन्छस् भन्दै मैले त तँलाई भनेको थिएँ म तँलाई माया गर्दिनँ भने तर तेरै जबरजस्तीले गर्दाखेरि मैले तँलाई चोखो माया गरेँ आज त्यो एउटा सहरिया केटाको लागि तैँले मलाई बिर्सिस् होइन ठिक छ तैँले कुनै दिन धेरै दुःख पाउँछस् मैले तँलाई त्यस्तो नजरले कहिले हेरेकै थिइनँ तँलाई त मैले बस साथीको नजरले हेरेको थिएँ अब तैँले नि अब अरू कुरा सोचिस् भने त त्यो तेरै भुल हो हामीलाई थाहा छ शान्ति मासि कति लाड्यो भनेर त्यस्तो केही पनि होइन सर त्यो दिन त हामी नाइट सिफ्ट लिएर अहिलेसम्म कतिजना केटी बगल गर्दैन मैले भने नि सर म त्यस्तो केही पनि काम गर्दिनँ चुप हामीलाई सिकाउँछस् तेरो पुरानो रेकर्ड सबै हाम्रो फाइलमा छ होला जा जानुहोस् त मैले मुखबाट ल्याएर भित्राउँछु सर त्यस्तो केही पनि होइन मैले केही पनि गरेको होइन मलाई त्यस्तो नगर्नुहोस् मलाई केही नगर्नुहोस् मेरो घरमा सानो सानो बालबच्चा छन् मैले गरेको होइन सर 10 वर्षको नानी अगन गर्ने तैँस जानेको विद्यालय खोल्न पाइছো रोजन तिमी यसरी गाउँ भागेर आउनु हुँदैन थियो तिमीलाई थाहा छ त्यो मान्छेको हो एक नम्बरको दलाल हो दलाल यति दिनलाई मैले समयमा नभेटेको भए मुम्बईको चिसो कोठीमा हुन्थ्यो चिसो कोठीमा बुझ्यौ यो सब तिमीले गर्दा भएको 2-4 दिन भनेर 8 महिना हराएको होइन तिमी पुरा 8 महिनाको होइन रोजनी मेरो कामै त्यस्तो छ तिमीले नबुझे अरू कसले बुझ्छौ कुरा गर्नु त एक नम्बरको छ होइन तिमीलाई त कुरा गर्नु कस्तो आउँछ र I'm sorry रोजनी रोशन भाइ तिमीले सिस्टरलाई धोका देऊ थाहा छ उसलाई के भएको छ ब्लड क्यान्सर भएछ व्हाट सिस्टरलाई ब्लड क्यान्सर तपाईँ के भन्दै हुनुहुन्छ दिदी सिस्टर के भयो किन रोको त मैले तँलाई पहिले नै भनेको थिएँ त्यो केटासँग नलाग भनेर तर तैँले बुझिनस् मैले भनेको मानिनस् तैँले मलाई माया गर या नगर तर तँलाई म अझै पनि माया गर्छु सृष्टि 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 सृष्टि
ए सृष्टि के भयो तिमीलाई सृष्टि सृष्टि सृष्टि